Hello everyone, welcome to my Miley Vlogs. पहिलो 2 बाल्टी वाउ यसलाई चाहिँ एकछिन सुकाएर तो चलिए शुरू करते हैं। सेवा साथीहरू गुड मर्निङ एन्ड नमस्ते र वेलकम ब्याक टु माई माइली भ्लग। आजको मेरो नयाँ भ्लग भिडियोमा यहाँहरू सम्पूर्णलाई फेरि पनि स्वागत गर्न चाहन्छु भन्दै आजको भ्लग चाहिँ मैले 9 बजेदेखि स्टार्ट गरिसकेको छु साथीहरू र आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदम सन्चै छु भन्दै आजको वेदर देख्न सक्नुहुन्छ साथीहरू एकदमै घाम लागिरहेको छ हैन। अहिले बर्खाको समयमा चाहिँ प्रायः जस्तो तर पानी नै परिरहेछ तर आज चाहिँ एकदमै वेदर पनि एकदम दामी भइरहेको छ भन्दै आजको भ्लग चाहिँ स्टार्ट भइसकेको छ साथीहरू र आज चाहिँ हामी भ्लगमा के गर्न लागिरहेको छ भन्दाखेरि आज चाहिँ हामी आलु खन्न लागिरहेको छौँ हैन। हामीले त्यहाँ थोरै कामहरू सकेर अब फेरि हामी आलु खन्न लागिरहेको छौँ। अब आलु चाहिँ आज कति फलेको छ भन्ने कुरा चाहिँ हैन भ्लगमा देखाउने छु साथीहरू र आज हामी 3 जना छौँ, म भाइ अनि नाना छौँ र अब हामी आलु खन्न जानेछौँ र यहाँ नाना र भाइले चाहिँ आलु खन्दै हुनुहुन्छ। नाना कत्रो आलु भएको रहेछ बोटी सुबै मरिगएको छ। वाउ ओहो तर खतरा रहेछ नि। यहाँभन्दा अझै राम्रो चाहिँ उता पनि छ हैन तर यहाँ चाहिँ बोट मरिसकेको छ अनि त्यही भएर आज अलिक घाम लागेको कारणले गर्दाखेरि चाहिँ हामीले आलु खन्ने निर्णय गरेर चाहिँ अब हामी 3 जनाले आलु खन्नेछौँ साथीहरू। आज चाहिँ म यो मोबाइल स्ट्यान्डबाट चाहिँ ब्लग बनाउने छु। मैले भर्खर किनिदिएको तर यो पनि फेरि टुटिगएको रहेछ हैन। जिन्दगी यस्तै हो। कस्तो टेन्सन भयो खोइ नाना देखाउँ त कत्रो फलेछ यार। दामी फलेको छ के हो चाहिँ के बसी गयो यहाँनिर ग्याट्रिसले हानिदियो क्या यो भलक बनाउने कि आलु खन्ने हो। रुको जरा सबर करो कोले के भन्छ जसले भन्छ त्यसलाई त नि भ्लगमा पार्दै मतलब गाइजहरु देख्न सक्नुहुन्छ। अबे साले नानाको हातबाट यस्तो दामी आलु हुन्छ है साथीहरू देख्न सक्नुहुन्छ हैन। यहाँ बाल्टी पनि भरिसकेको छ 2टा पता अर्को पनि देखाइदिनु नाना 2 बाल्टी हेर्नु न कस्तो दामी वाउ खतरा कि मैले ताली बजाइदिएँ। घाममा जस्तो दामी लागिरहेछ साथीहरू हैन। यहाँ चाहिँ हाम्रो चाहिँ घाम लाग्दाखेरि चाहिँ हाम्रो दिनहरू चाहिँ एकदम उज्यालो हुन्छ, हाम्रो अनुहार पनि उज्यालो हुन्छ। चाहिँ मलाई अवसर एकदम छ है। हाम्रो पहिलो 2 बाल्टी यति एरियामा नै साथीहरू तर आलु फल्यो भने त जोस जाँगर चल्छ नि नाना। थ्याङ्क यू मलाई के हो यो भन्ने कुरा चाहिँ तपाईँले भन्नु चाहिँ भन्दै ए भिडियो गरिरहेको मिलेर भाइले यहाँ देखाउनु भनेछु। हेर्नुहोस् कत्रो आलु यत्रो बडा
साथीहरू मैले चाहिँ यहाँ के भन्छ आलु खनिरहँदाखेरि चाहिँ तपाईँहरू चाहिँ अल्छी लाग्दो हुनसक्छ होइन तर पनि अल्छी नमानिकन हेरिदिनु नि के गर्नु भने म त्यहाँ भरे भिडियोमा हेरेर अनि पुरै देखाउनु परेन आलु कति फोल्यो भ्लग भनेको त्यो भिडियो रिल्स जस्तो हो त रिल्स सम्झेको के रिल्स सम्झिनु भएको तपाईँले ब्लॉग हो ब्लॉग ब्लॉग ऐसा नहीं होता जो छोटी छोटी होती है ना आपकी डांस जैसा नहीं होता जरे छोटो छोटो बनाउने जीजा जी ले ब्लॉग तो बहुत लंबा लंबा होना चाहिए लेकिन इंटरेस्ट वाला तर यो इंटरेस्ट वाला चाहिँ छैन जीवनमा गर्ने हरेक कामहरूलाई सम्झना स्वरूप राखिराख्ने र कैद गरिराख्ने मेमोरिजको लागि यो ब्लगहरू छ हैन अब बुढी हुँदै गइन्छ अब बुढी हुनु कति वर्ष नै बाँकी छ म एक्लै काम गर्ने निम्ति बसिरहेको छु लंबा ही बड़ा बड़ा भी लंबा भी लंबा लंबा तिमी छुने नै नसिकिन चित्त नबुझ्ने 300 रुपैयाँ तिम्रो यहाँ एन्ट्री भएको छैन चाहिँ यहाँ विनिताले रोपेको आलु विनिता जति अक्लो भएछ लामो आलुलाई चाहिँ दूर गर्नु परेको हो 30 मिनट खानुपर्छ नि नभए त कहाँनि तागत आउँछ त अब चाहिँ हाम्रो भ्लग इन्ड हुन लागेको छ किनकि आलु खनेर बेच सक्नु देखिरहेको छ सीमा ए आज झाँक्री बसाल्ने रे अरे बसाल 9 मिनेटमा पुग्छ त फेरि गरेको 1 मिनेट भइसक्यो जति हरि छुटो छ
के अरे उहाँ अरे खर्चुबोट आन्टीको घर भन्छ अरे खरा आमा पनि त्यति त होला ओइ आज के गरेको यस्तो जोडिएको भाइले भेटाएको हो त यस्तो पो रहेछ त्यो त क्यामेरामा देखेर अँ के बुवा त्यही त कहाँ हो त आलुबाट आलु निक्लेछ एक टिप्न लाग्नु भएको छ क्या बुवा हरियो काण्ड त कमै रहेछ नि अहिले ठुलै ज्यादा रहेछ ए आज त राम्रो आज त अलु हुँदैछ बुवा नि फेरि भन्दा त धेरै ए बोलेको अलिक बुझ्दैन के हो आज त धेरै हिजोभन्दा त धेरै ठिकिँदैछ बिहान त झन् सुर्ती आन्न थोरै साँझ अलि उठ्थेँ आज त झन् ठिकै छ त्यस्तै राम्रो हुँदै हुँदै यस्तो झन् राम्रो यहाँ चाहिँ निस्केर नि हरियो भइआएर पछि बिहे मात्रै हुन्छ खाना नखाइकन त्यहाँ बोल्ने लाग्दैन जान्नु धेरै खान्छ बुवा यहाँ अलिकति आलु लगाएर मालिकले आलु खानुहुन्छ बोटहरू सुकेको थियो भने खन्दा खान्छ कहिले खान्छन् आलुले खान्छन् मैले नि आलु उतादेखि हुन्छ गोल्डन जुन टिप्यो भन्छ नि टिप्यो नि त छैन स्याउ छैन खाली छ बुवा छैन होला यहाँ पनि छैन दुईवटा छ पेरमा एक जोला हुन्छ एक पेरमा अरू पनि देखाइदियो खै त तिमीलाई बस्न ए यो कहाँ छ भाइ यसको नाम त्यहाँ थियो कि त्यो अलग हो कि नेट चल्न क्या काठले अघि नेटको आज नेटले तानेको रहेछ क्या जिको जल्छ ल्याउन थियो हुन्छ त्यो अलिक खाने पर्थ्यो जान्छ बाँच्यो भने अलिक चिपिरहेको बेला आज त हिजोभन्दा धेरै ठिक पैसा जस्तो लाग्यो घर बनाउनु भयो भन्छ नि घर नेटले काम गरेर जाने तर गरेर लाग्नु नभन्छ कान्छासँग माथि बुहारी पर्दा चाहिँ आफूले सन्चो भएको हिजो अलिक सेमाइ त हेर्दिनँ बोल्ने गर्छन् पोखरा गया पोखरा वाउ पोखरा गएको थियो भने त्यो पनि कति बाल्टी भयो टोटल 8 कि 10 8 बाल्टी र 2 4 6 8 जस्तो लाग्यो राम्रो कति बाल्टी भयो राम्रो उज्यालो 3 बाल्टी भयो 3 बाल्टी भयो 3 बाल्टी चाहिँ हैन ल अहिले 2 बाल्टी भन्दै अहिले 4 बाल्टी नमस्ते दाइ 4 नमस्ते साथीहरू यति एरियाबाट चाहिँ हैन हाम्रो आलु चाहिँ कति टोटल भयो भन्दाखेरि देख्न सक्नुहुन्छ गाइसहरु खतरा भयो यो चाहिँ 0.5 वटा खिचिरहेको छ अनि यहाँबाट ल साथीहरू हामीले आलु खनिसकेका छौँ हैन आजको काम चाहिँ आजको भ्लगमा चाहिँ यही थियो हैन के कस्तो लाग्यो हजुरहरूले पनि कमेन्ट गर्न सक्नुहुनेछ भन्दै अब चाहिँ हामीले चाहिँ यसलाई चाहिँ एकछिन सुकाएर भरे भित्र राख्नुपर्ने हुन्छ
मोबाइल स्ट्यान्ड लडिरहेको अवस्था छ कहाँ जान भयो नाना भन्दै साथीहरू आजको ब्लग भिडियो चाहिँ यहीँ इन्ड भएको छ होइन र अब नेक्स्ट ब्लग लिएर म आउनेछु होइन त्यति बेला हामी भेट्नेछौँ ओके बाई बाई Thanks for watching.